अनि त्यसपछि पाइहाल्यो नि बियरलाई सरी बिउ लिएर जाने हो हुन्छ र यहाँ राखिदिनु पर्यो बाँकी भयो यहाँको सुन्दरता यहीँ नै रहोस् यहाँको स्याउलाई तल लिएर गएर अब त्यसलाई जबरजस्ती पैसा खर्च गरेर हुने लायकको बनाएर के फाइदा आऊ एक हप्ताको बिदा लिउँ आम फल्ने दिनमा सधैँ 12 मासे फल्ने पनि होइन सिजनमा आम टिपेर खाम स्याउ अब त्यस्तो वर्षैभरि स्याउ खानु मन लाग्छ भने लिएर जाऊँ 1-2टा क्रेट होइन राखौँ कोल्ड स्टोरतिर ठुल्ठुलो रेफ्रिजरेटर होला के अरे फलफुल खाने भनेपछि त अब होला के अरे ठुल्ठुलो राख्नु पऱ्यो के अरे होइन र मेरो काइन्ड सजेसन म कोही ठुलो मान्छे होइन मभन्दा ठुलो म यो कुरा कति के मलाई के भयो भन्दाखेरि होइन आउँदै थिएँ एकदम त अब हेर्नु नै हाम्रो पहिलो माता हाम्रो हरियाली माता उहाँसँग गफर्दै आउँदै थिएँ आउँदा अनि उहाँ त ठुलो महान मलाई त हुन्छ नि को हुनुहुन्छ होला र उहाँ भन्दाखेरि अग्लो भन्ने सोचाइले आइरहेको थिएँ कि अल अफ अ सडन भ्याट्टै एउटा हाम्रो हिउँ माता देखिनु भयो म सुक्क हाँसिदिनु भयो मेरो सोचाइ के अभियसली कोही ठुलो मान्छे हुनुहुन्छ यहाँको हुनुहुन्छ भने उहाँभन्दा एक स्टेप भयो नि माथि उहाँ चाहिँ हुनुहुन्छ क्या कस्तो हुनुहुन्छ क्या ल अहिलेलाई यति नै भन्न चाहन्छु मैले के भन्न चाहन्छु भने कहिले पनि आफूलाई ठुलो नसोच्नु तपाईँभन्दा माथि कोही न कोही हुन्छ उहाँहरूलाई रेस्पेक्ट गर्नुहोस् आफूले पनि रेस्पेक्ट गर्नुहोस्।